मोरङको लेटाङ 4 स्थित किरात हाङसाम माङहिममा मंगलबार बिहानैदेखि उल्लासमय वातावरण बनिरहेको थियो। भक्तजनहरू च्याब्रुङ, झ्याली र झम्टाको तालमा नाच्दै, दीप प्रज्वलन गर्दै, माङहिम परिक्रमा गर्दै 16औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन प्रति श्रद्धा अर्पण गरिरहेका थिए। ढोलको ताल र किरात समुदायको परम्परागत वेशभूषाले माङहिम परिसरलाई धार्मिक र सांस्कृतिक रङले भरिदिएको थियो। कार्यक्रमको औपचारिक सुरुवात महागुरुको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलनबाट गरिएको थियो। भक्तजनहरूले गुरु फाल्गुनन्दको मुन्दुम दर्शन स्मरण गर्दै प्रकृतिप्रतिको श्रद्धा, सत्य र सदाचारको बाटोमा लाग्ने संकल्प व्यक्त गरे। माङहिमभित्र सुनिने सत्य बोल, असल काम गर, प्रकृतिलाई पूजा गर भन्ने फाल्गुनन्दको शिक्षाले आज पनि नयाँ पुस्तालाई मार्गदर्शन गरिरहेको अनुभूति उपस्थित सबैले गरेका थिए। समारोहमा मोरङ 1 का पूर्व संघीय सांसद डिकबहादुर लिम्बू प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो, महागुरु फाल्गुनन्द केवल किरात धर्मका नेता मात्र होइन, सम्पूर्ण नेपाली समाजका नैतिक दीप हुन्। उहाँका विचार आजका पुस्ताका लागि प्रेरणादायी छन्। उहाँले लेटाङलाई किरात संस्कृतिको पहिचान स्वरूप संरक्षण र सम्वर्धन गर्न सबैलाई आग्रह गर्नुभयो। सांस्कृतिक प्रस्तुतिहरूले माङहिमलाई झनै उत्साहमय बनाएको थियो। किरात याक्थुम चुम्लोङ लेटाङ नगर शाखाद्वारा प्रस्तुत लिम्बू परम्परागत नृत्य केलाङले दर्शकको मन जितेको थियो। त्यस्तै गरी गीत संगीत र नृत्यहरूले किरात संस्कृतिको विविधता र सौन्दर्यलाई उजागर गरेका थिए। यसै अवसरमा माङहिम क्षेत्रलाई फाल्गुनन्द चोक नामाकरण गर्दै उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रम पनि पूर्व सांसद लिम्बूले नै गर्नुभयो। यो नामाकरणलाई स्थानीयवासीहरूले महागुरुको योगदानप्रतिको जीवित सम्मानका रूपमा स्वागत गरेका छन्। कार्यक्रमको आयोजना किरात हाङसाम माङहिम व्यवस्थापन तथा संरक्षण समिति लेटाङ 4 ले गरेको थियो। कोशी प्रदेश सरकारले यस दिनलाई फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ। लेटाङ मात्र होइन, प्रदेशभर विद्यालय, सरकारी कार्यालय र विभिन्न मन्दिर माङहिमहरूमा आज महागुरुप्रति श्रद्धा र कृतज्ञता स्वर गुन्जिएका छन्। महागुरु फाल्गुनन्द लिङदेनको शिक्षाले सत्य, अहिंसा, सदाचार र प्रकृतिको प्रेमलाई जीवनको आधार मानेको छ।